समाज हो। किन हो भने नेपाली समाज पारिवारिक मूल्य, मान्यता, धर्म, संस्कृति, सभ्यता, सामाजिक एकता, सामूहिकतामा विश्वास गर्ने समाज हो। त्यस्तो समाजलाई राजनीतिक भाषामा मध्य संवर्धनवादी समाज भनेर भनिन्छ। त्यो सँगसँगै मध्य संवर्धनवादी समाज नेपाल किन पनि हुन आवश्यक छ भने संसारमा धेरै धर्महरू छन्, तर संसारका 4 वटा प्रमुख धर्महरू बुद्धिज्म, हिन्दुइज्म, बुद्धिज्म, क्रिस्चियनिटी र इस्लाम, 4 प्रमुख धर्ममध्ये नेपाल 2टा प्रमुख धर्मको केन्द्र हो। हिन्दू धर्म र बौद्ध धर्मको केन्द्र हो। संसारमा तपाईले हतपति यस्तो देश पाउनुहुन्छ? जेरुसलम 3 वटा धर्मको केन्द्र हो, तर त्यहाँ सधैँ हिंसा हुन्छ। तर यो देश सामाजिक सौहार्दताले पूर्ण देश हो, जहाँ मैले मुसलमानले मन्दिरभित्र गएर हाम्रो पनि त ईश्वर हो नि भनेर टीका लगाएको देखेको छु। कतिपय मुसलमान देशमा हो भनेदेखि काफिर भनेर काटिदिन्छन्। यस्तो सौहार्दपूर्ण समाज बचाएर राख्नको लागि मध्य नरम संवर्धनवादी समाज छ हाम्रो। तर होइन, म दिँदैछु तपाईँले, यो यस्तो समाज छ। तर दुर्भाग्यवश समाज मध्य संवर्धनवादी, नरम संवर्धनवादी भयो, तर हाम्रो राजनीति चाहिँ मध्य वामपन्थी भयो। मध्य वामपन्थी मात्रै भए समस्या थिएन, वामपन्थी धार राजनीतिमा चाहिन्छ नै, तर विकृत वामपन्थी धार निर्माण भइदियो नेपालमा। र त्यो विकृत वामपन्थी धारले समाजको चरित्रलाई अंगीकार गर्न सकेन र त्यही धारको भाष्य स्थापित भयो। त्यसले गर्दा के भयो? समाज पनि राज्य पनि असन्तुलित भयो। किनभने कुनै पनि समाज र कुनै पनि राजनीति सन्तुलनमा बस्नको लागि त्यहाँ मध्य दक्षिणपन्थी धार पनि चाहिन्छ, मध्य वामपन्थी धार पनि चाहिन्छ। अब नेपाली समाजमा मध्य दक्षिणपन्थी धार असाध्यै कमजोर भयो, जबकि समाज आफै चाहिँ मध्य दक्षिणपन्थी छ। नेपाली राजनीतिमा त्यो चाहिँ कमजोर भयो। त्यसकारणले गर्दा अब तपाईको उत्तर के हो त भने समाजको चरित्र राजनीतिमा मुखरित भएको छैन। त्यो मुखरित नभएको कारणले राजनीतिले समाजलाई बन्धक बनाएर राखेको छ। मन्दिर व्यवस्थापन समितिको सदस्य स्थानीय समाजसेवी होइन, ऊ कि कांग्रेस हो कि एमाले हो कि राप्रपा हो कि फलाना हो कि रासोपा हो। खानेपानी समितिको, वन उपभोक्ता समितिको सदस्य के हो? कांग्रेस एमाले हो। चुनावै त्यसै गरी हुन्छ। विश्वविद्यालयको प्राध्यापक के हो? स्कुलको शिक्षक के हो? कर्मचारी के हो? संवैधानिक निकायका सदस्यहरू के हुन्? प्रहरी के हो? डाक्टर के हो? इन्जिनियर के हो? नर्स